चाहिँ अहिले लौरी विनायक कटेर सुभाष माथि हाइटमा आउँदैछौँ। हाम्रो विदेशीहरू हुन् कि नेपाली हुन् थाहा छैन, गेस्टहरू पनि छन्। आकाश हरियो छ, पारी हिमाल छ, बारी हामी तल खोज कहाँ हो कहाँ तल खोलो देखिँदैन। आस्तिर यस्तो चट्टानको छ, यस्तो छ। हामी चाहिँ अहिले गोसाइँकुण्डको तेस्रो दिनको टुरमा छौँ। अब 2 घन्टा पछि आउँछ रे भन्ने चाहिँ हामीले हल्ला सुनेका छौँ। हेरौँ कस्तो देखिँदो रहेछ। अब हामी जानुपर्ने चाहिँ यो हिउँ परेको ठाउँ कटेर पारिपट्टि हो। अब यस्तै छ। अब मेरो दम चाहिँ बढाएको छैन, नपत्याए हो ल हेर मेरो स्वर हेर अहिले चाहिँ कत्रो छ। बित्दाले खुब त्यो दम बढ्छ भनेको थिएँ। यही हो 42 हाइट। मैले यो खासमा विजय दाइलाई पनि बनाइदिए मैले। तिमीलाई आउँ भने मानेनौ मामा। हेर यहाँ देखेउ स्वर्ग कहाँ छ देखेउ। तिमीलाई पाटना बसेर हुन्छ। यहाँ हेर अझै पुगेकै छैन त्यो हिमाल भानेरी। स्वर्गको जाने बाटो मात्रै हो यो। हामी पुगे छैन। अहिले देखाउँछु तिमीलाई, देखेउ।